आजबाट हामी शिक्षक आयोग पाठ्यक्रम अन्तर्गत रहेर एपिसोड वाइज प्रश्नहरू लिएर आउनेछौँ। त्यसैको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। लागौँ हामी आफ्नो प्रश्नतिर। सुनलो ग्रह भनी कुन ग्रहलाई चिनिन्छ? क बृहस्पति, ख शनि, ग शुक्र र घ पृथ्वी। यसको सही उत्तर हो शनि, ख। अब लागौँ आफ्नो अर्को प्रश्नतिर। प्रश्न नम्बर 2 मा रहेको छ, सूर्य सम्बन्धित कुन तथ्य गलत रहेको छ? सूर्य पृथ्वीबाट सबैभन्दा नजिकको तारा हो। सूर्य र पृथ्वी बीचको दूरी 14.88 लाख किलोमिटर रहेको छ। सूर्य पृथ्वीभन्दा 109 गुणा ठुलो र 3,33 गुणा गह्रो छ। घमा अत्यधिक तातो ग्रह सूर्य हो। यसमा गलत अथवा सही एन्सर हाम्रो रहेको छ घ, किनभने सूर्य एउटा तारा हो, ग्रह होइन। अब हामी अर्को प्रश्नतिर। सबैभन्दा बढी तातो ग्रह कुन हो? क शुक्र, ख पृथ्वी, ग शनि र घ बृहस्पति। यसको सही उत्तर हो शुक्र, क। अब हामी अर्को प्रश्नतिर। पृथ्वीबाट सबभन्दा नजिकको ग्रह कुन हो? शुक्र, मङ्गल, बृहस्पति, अरुण। गेस गर्नुहोला। यसको सही उत्तर चाहिँ रहेको छ शुक्र। पृथ्वीभन्दा सबभन्दा नजिकको ग्रह शुक्र हो। अर्को प्रश्न, 5 नम्बरको प्रश्न, ग्रहहरूको राजा भनेर कुन ग्रहलाई चिनिन्छ? शनि, बृहस्पति, अरुण, वरुण। एन्सर गेस गर्नुहोला। यसको सही उत्तर चाहिँ रहेको छ बृहस्पति। अर्को प्रश्न हाम्रो 6 नम्बरको प्रश्न, सौरमण्डलको दोस्रो ठुलो ग्रह कुन हो? शनि, बृहस्पति, मङ्गल, पृथ्वी। एन्सर पक्कै पनि गेस गर्नुभएको होला। हाम्रो सही एन्सर रहेको छ शनि। सौरमण्डलको दोस्रो ठुलो ग्रह चाहिँ शनि हो। आजको हाम्रो 7औं प्रश्न रहेको छ, रातो ग्रह भनी कुन ग्रहलाई चिनिन्छ? मङ्गल, शनि, बृहस्पति, पृथ्वी। सही एन्सर गेस गर्नुहोला। यसको सही उत्तर चाहिँ रहेको छ मङ्गल ग्रह। रातो ग्रह भनी मङ्गल ग्रहलाई चिनिन्छ। अर्को प्रश्न चाहिँ यस प्रकार रहेको छ, सबैभन्दा चम्किलो र तातो ग्रह कुन हो? क शुक्र, ख पृथ्वी, ग मङ्गल र घ शनि। सही उत्तर गेस गर्नुहोला। पक्कै पनि यसको सही उत्तर रहेको छ शुक्र। अब हामी आफ्नो 9औं प्रश्नमा, सूर्यबाट 5 करोड 76 लाख किलोमिटर टाढा रहेको ग्रह कुन हो? क शनि, शुक्र, बुध, बृहस्पति। सही एन्सर गेस गर्नुहोला। यसको सही उत्तर चाहिँ रहेको छ बुध ग्रह। 5 करोड 76 लाख किलोमिटर टाढा रहेको। आजको हाम्रो प्रश्न नम्बर 10 मा रहेको छ, ट्राइटन कुन ग्रहको उपग्रह हो? बुध, शुक्र, वरुण र बृहस्पति। एन्सर गेस गरिरहनुहोला। यसको सही उत्तर के हुन्छ? यसको सही उत्तर चाहिँ वरुण ग्रह हो। ट्राइटन उपग्रह वरुण ग्रहको उपग्रह हो। अर्को 11 नम्बर प्रश्नमा रहेको छ, चन्द्रमाको सतह र आन्तरिक अवस्थाको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? सेनेलोजी, एर्निटोलोजी, जियोलोजी, जियोग्राफी। एन्सर गेस गरिरहनुहोला। यसको सही उत्तर के हुन्छ? चन्द्रमाको सतह र आन्तरिक अवस्थाको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? यसको सही उत्तर चाहिँ हुन्छ हाम्रो सेनेलोजी। 12 नम्बरको हाम्रो अर्को प्रश्न रहेको छ, चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुने अवधिलाई के भनिन्छ? सुपर मुन, ब्लू मुन, अर्ध मुन र पूर्ण मुन। साथीहरू सही एन्सर गेस गर्नुहोला। यसको सही उत्तर चाहिँ के हुन्छ? यसको सही उत्तर हुन्छ सुपर मुन। चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुने अवधिलाई सुपर मुन भन्ने गरिन्छ। 13औं प्रश्नमा रहेको छ, चन्द्रमा पृथ्वीको नजिक आउने र ग्रेगोरियन पात्रो अनुसार एकै महिनामा 2 पटक पूर्ण चन्द्रमा देखिने घटनालाई के भनिन्छ? क ब्लू मुन, ख सुपर मुन, ग अर्ध मुन र घ पूर्ण मुन। साथीहरू यसको सही उत्तर गेस गर्नुहोला। यसको सही उत्तर के हुन्छ? यसको सही उत्तर चाहिँ हुन्छ ब्लू मुन। साथीहरू यसको सही उत्तर हुन्छ ब्लू मुन। आजको 14औं प्रश्नमा रहेको छ, चन्द्रमामा रहेको लिवानिटज पर्वतको उचाइ कति मिटर रहेको छ? 10,648 मिटर, 5,639 मिटर, 9,648 मिटर र 9,999 मिटर। यसको सही उत्तर गेस गर्नुहोला साथीहरू। यसको सही उत्तर चाहिँ के हुन्छ? गेस गरिरहनु होला। यसको सही उत्तर चाहिँ हुन्छ 10,688 मिटर। आजको हाम्रो 15औं प्रश्नमा रहेको छ, पृथ्वीको सबैभन्दा भित्री भागलाई के भनिन्छ? क केन्द्रमण्डल, ख माथिल्लो मध्यमण्डल, ग तल्लो मध्यमण्डल र घ मध्यमण्डल। सही उत्तर गेस गर्नु होला। यसको सही उत्तर चाहिँ के हुन्छ? यसको सही उत्तर चाहिँ रहेको छ
अप्सन नम्बर क केन्द्रमण्डल। पृथ्वीको भित्री भागलाई केन्द्रमण्डल भनेर भनिन्छ। हाम्रो अर्को प्रश्न रहेको छ, सूर्यमण्डलमा तलको मध्ये कुन ग्रहलाई टेरेस्ट्रियल प्लेनेट भनेर चिनिन्छ? क बृहस्पति, ख मङ्गल, ग शनि र घ अरुण। पक्कै पनि एन्सर गेस गर्नुहोला। यसको सही उत्तर के रहेको छ? यसको सही उत्तर चाहिँ रहेको छ अप्सन नम्बर ख मङ्गल ग्रहलाई टेरेस्ट्रियल प्लेनेट भनेर चिनिन्छ। आजको 17औं प्रश्नमा रहेको छ, तलका मध्ये सानोदेखि ठुलो ग्रहहरूको क्रम कुन सही छ? क बुध, मङ्गल, शुक्र, पृथ्वी र वरुण। अरुण, वरुण, पृथ्वी, शुक्र र मङ्गल। बुध, शुक्र, मङ्गल, बृहस्पति र शनि र घमा बुध, मङ्गल, शुक्र, वरुण र अरुण। पक्कै पनि सही एन्सर गेस गर्नुभएको होला। सही एन्सर गेस गर्नु होला। यसको सही उत्तर चाहिँ हुन्छ अप्सन नम्बर क बुध, मङ्गल, शुक्र, पृथ्वी र वरुण। आजको हाम्रो 18औं नम्बर प्रश्नमा रहेको छ, सूर्यको परिक्रमा गर्न बुध ग्रहले कति समय लगाउँछ? क 27 दिन, ख 88 दिन, ग 24 घण्टा र घ 42 दिन। सही एन्सर पक्कै पनि गेस गर्नुहोला। यसको सही उत्तर चाहिँ के रहेको छ? यसको सही उत्तर रहेको छ एन्सर ख 88 दिन। आजको हाम्रो अर्को प्रश्न 19औं नम्बर प्रश्न रहेको छ, कुनै वस्तुको तौल पृथ्वीमा 100 केजी छ भने त्यही वस्तु बुध ग्रहमा कति किलोको हुन्छ? 37.8 केजी, 45.6 केजी, 58.7 केजी र घमा छ 45.9 केजी। तपाईहरूले पनि एन्सर गेस गर्नुहोला। यसको सही एन्सर के हुन्छ? यसको सही उत्तर हुन्छ 37.8 केजी। पृथ्वीमा 100 किलोको मान्छे बुधमा 37.8 केजीको हुन पुग्छ। आजको हाम्रो अन्तिमौं र 20औं प्रश्न रहेको छ, चन्द्रमाले पृथ्वीलाई एक फनको परिक्रमा गर्न कति समय लगाउँछ? 26 दिन, 2 घण्टा 4 मिनट 11 सेकेन्ड, ख 27 दिन, 7 घण्टा 43 मिनट र 11 सेकेन्ड, ग 14 दिन, 4 घण्टा 15 मिनट र 6 सेकेन्ड, घ 29 दिन, 8 घण्टा 43 मिनट र 11 सेकेन्ड। पक्कै पनि तपाईँहरूले सही एन्सर गेस गरिसकेको होला। यसको सही उत्तर चाहिँ के हुन्छ? यसको सही उत्तर हुन्छ अप्सन ख। यस्तै यस्तै भिडियोहरूका लागि हामीलाई आवश्यक सम्झिनुहोला। आजको लागि यति नै। अब अर्को भिडियोमा भेटौँला अर्को युनिट अथवा इकाइ लिएर। तबसम्मको लागि धन्यवाद।